हेलो गुड मर्निङ सम्पूर्ण मित्रहरूलाई। अनि आज पनि म एउटा सानो मिनी भ्लग बनाउने प्रयास गर्दैछु मित्रहरू है। यहाँहरूले हेरेर साथ दिनु होला भन्न चाहन्छु है। अनि आज चाहिँ भने छुट्टी रहेको छ 2-3 दिन हाम्रो। त्यही भएको हुनाले चाहिँ आज एक बिहानै भन्दा पनि 9 बज्यो, मजाको घाम लागेको छ। अनि यसो शीतलमा बाहिर घाममा मन्द घाममा चाहिँ आएर यो दुबोमा छप्प बसेर भिडियो बनाउने प्रयास गर्दैछु है त साथीहरू। एकदमै राम्रो छ। अनि यहाँहरूले यो भिडियो हेरेर साथ दिनु होला भन्न चाहन्छु है। म भिडियो युट्युबमा लाउने छु, यहाँहरूले लाइक कमेन्ट सेयर गरेर साथ दिनु होला भन्न चाहन्छु। अब एकछिनमा चाहिँ मजाले घाम छिप्पिन्छ नि त। घाम छिपेपछि चाहिँ यसरी बाहिर बस्न त मिल्दैन, अलिक घामले चाहिँ ढाडहरू सेकाइदिन्छ नि त। अनि त्यसो भएको हुनाले चाहिँ मित्रहरू अहिले बिहानै उठेर चाहिँ म चाहिँ यसो बिहानको अब घाम पनि खान पाइने, यसो चिसो बिहानको मौसममा पनि रम्न पाइने। त्यही भएर चाहिँ म चाहिँ अहिले निस्केको है। ल साथीहरू, अब त्यही हो, हजुरहरूको दिन शुभ रहोस्, तपाईँहरूले चाहेको कामहरू पुरा होस्, सधैँभरि व्यस्त रहनुहोला, स्वस्थ रहनुहोला, त्यही नै भन्न चाहन्छु। र हाँकेको ताकेको कामहरू सफल होस्, हजुरहरूको सम्पूर्ण मित्रहरूको कामहरू राम्रो होस् र शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछु। यो भिडियो हेरेर रहनुहुने सम्पूर्ण साथीभाइहरूलाई त्यही भन्न चाहन्छु, हजुरहरू नचाहिने कर्ममा नलाग्नुहोस्, राम्रो कर्म गर्नुहोस् सकेसम्म है। मान्छेलाई ढाँटेर ठगेर खाने त्यस्तो खालको नियतहरू नलिनु होला। बिल्कुलै एकदमै सहनशील र व्यावहारिक हुनुपर्छ मान्छे भनेको। त्यो भएर त्यो खालको व्यवहारहरू गऱ्यो भने मात्रै सबैको मनमा बस्न हामी सफल हुन्छौँ र राम्रो कर्म गऱ्यो भने राम्रै फल प्राप्त हुन्छ भन्ने हामी विश्वास पनि गर्दछौँ है मित्रहरू। त्यही भएको हुनाले यहाँहरूले राम्रो कर्म गर्नुहोस्, धर्म गर्नुहोस्, त्यही भन्न चाहन्छु है त गाइजहरू। अहिले भने चाहिँ छुट्टिन चाहन्छु सम्पूर्ण मित्रहरूलाई। फेरि पनि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, तपाईँहरूले चाहेको कामहरू पुरा होस्, त्यही नै भन्न चाहन्छु। हवस् त, नमस्ते, बाई बाई।